मात्र 1200 को स्टूल, मात्र 2700 को जुत्ता र्याक, यति राम्रो म्याट्रेस मात्र 8000 मा, मात्र 13000 को दराज छानी छानी, यति राम्रो सोकेस मात्र 9000 मा। यो हो बनस्थली चोक। आज मैले तपाईहरुलाई ग्लोबल फर्निचर हबसम्म जाने लोकेसन देखाउन गइराखेको छु। तपाईहरु बालाजु बस पार्कको साइडबाट आउँदै हुनुहुन्छ भने बनस्थली चोकबाट भगवान पाउ जाने बाटोतर्फ देब्रेपट्टि साइडमा र कलंकी साइडबाट आउँदै हुनुहुन्छ भने बनस्थली चोकबाट नै दाहिनेपट्टि साइडमा थोरै भित्र हाम्रो ग्लोबल फर्निचर हब रहेको छ। आज मैले तपाईहरुलाई देखाउँछु, आउनुस्। बनस्थली चोकबाट थोरै भित्र तपाईहरु छिरेपछि ठूलो एउटा बिल्डिङ देख्न सक्नुहुन्छ, जुन तपाईहरुले देख्न सक्नुहुन्छ। थोरै अगाडि यस पछाडी सेतो बिल्डिङबाट थोरै अगाडि आए पछाडी सांग्रीला डेभलपमेन्ट बैंक देख्न सक्नुहुन्छ। यस पछाडी हाम्रो लोकेसन जम्मा 3 घर अगाडिपट्टि ग्लोबल फर्निचर हब तपाईहरुले देख्न सक्नुहुन्छ। देब्रेपट्टि साइडमा रातो घरमा रहेको छ। ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरेर आज फेरि पनि म ग्लोबल फर्निचर हबबाट नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु। नमस्कार, म सुजन पन्त। आज मैले तपाईहरुलाई भिडियोको सुरुवातमा नै यो डीजे डिजाइनको कार्बिन बेड, जसलाई हामीले सिसौको काठमा बनाएका छौं, जसको साइजको कुरा गर्नु पर्दा 5 बाइ 6.5 को साइज चाहिँ एकदमै राम्रो सिसौको काठमा बनेको यो बेड मात्र 62000 मा काठमाडौँ, भक्तपुर, ललितपुर भित्र फ्री होम डेलिभरीका साथ ग्लोबल फर्निचर हबले लिएर आएको छ। तपाईहरुलाई आवश्यकता छ भने स्क्रिनमा दिएको नम्बरमा कृपया सम्पर्क गर्नुहोला। तपाईहरुमाझ अहिले ग्लोबल फर्निचर हबले यति राम्रो बेड 5 बाइ 6.5 को साइजमा हेर्नुस् त, भित्रपट्टि पुरै बोर्डमा बनेको लेमिनेसन वाला यो बेड मात्र 33000 मा काठमाडौँ, भक्तपुर, ललितपुर भित्र लिएर आएका छौं भने अर्को यो बेड देख्न सक्नुहुन्छ। रोयल डिजाइनको यो बेड काठमाडौँ, भक्तपुर, ललितपुर भित्र फ्री होम डेलिभरीका साथ तपाईहरुलाई हामीले 70000 मा लिएर आइसकेका छौं। त्यसै गरी अर्को डबल खापा खुल्नेमा यो रेक्जिन वाला पलङ तपाईहरुले देख्न सक्नुहुन्छ, पुरै सिसौको काठमा र तपाईको 12 mm को प्लाइबोर्ड छ। यो बिछ्याउनको लागि सिसौको डन्डी छ, स्टोरेज छ, 2 वटा घर र यो बेडलाई जम्मा हामीले 38000 मा काठमाडौँ भ्यालीका लागि फ्री डेलिभरी र काठमाडौँ भन्दा बाहिरका लागि ठाउँ हेरेर सर्टेन चार्जमा उपलब्ध गराउने छौं भने अर्को यो बेड देख्न सक्नुहुन्छ तपाईहरुले रोयल डिजाइनको 5 बाइ 6.5 को साइजका बेडहरु, जुन तपाईलाई यो बेड ग्लोबल फर्निचर हबले 18 mm को बोर्ड राखेको छ बिछ्याउना। त्यस्तै गरी यसको प्राइस चाहिँ हामीले मात्र 45000 मा फ्री डेलिभरीका साथ लिएर आएका छौं। हामीसँग तपाईहरुले विभिन्न डिजाइनमा बेडहरु देख्न सक्नुहुन्छ, जसमा हेर्नुस् त सिसौको काठमा बनेको यो बेड 5 बाइ 6.5 को साइजमा तपाईलाई 20 वर्ष ग्यारेन्टीका साथ मात्र 60000 मा ग्लोबल फर्निचर हबले लिएर आएको छ भने अर्को यो सिसौको काठमा नै बनेको यो बेड, जसलाई हामीले 45000 मा लिएर आएका छौं। यो बेड तपाईले देख्न सक्नुहुन्छ, पान डिजाइनको बेड, डबल खापा खुल्छ, एकदमै हेभी पलङ। यो ग्लोबल फर्निचर हबले मात्र तपाईहरुलाई 55000 मा लिएर आएको छ भने अहिले यो लोटस डिजाइनको बेड हेर्नुस् त, कलर कम्बिनेसन एकदमै राम्रो परफेक्ट छ र तपाईहरुलाई यसको चाहिँ हामीले मात्र 38000 मा लिएर आएका छौं। 2 वटा घररा हुन्छ, एउटा साइड टेबल हुन्छ। तपाईहरु लिन चाहनुहुन्छ भने कृपया कल, व्हाट्सएप, भाइबर गरिहाल्नुस्। ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल फर्निचर हबले हेर्नुस् त यति राम्रो बुक र्याक तपाईहरुलाई भाडा सजाउनको लागि पनि युज हुने मात्र 9000 मा फरक डिजाइनमा लिएर आइसकेको छ भने अर्को यो तपाईले यो जुत्ता राख्नको लागि, बुक राख्नको लागि प्रयोग गरिने र्याक, यति राम्रो दराज 4 बाइ 6 को साइजमा रहेको यो दराज तपाईले देख्न सक्नुहुन्छ। हेर्नुस् त यति राम्रो छ, बोर्डमा बनेको यो दराज एकदमै बलियो छ। तपाईलाई मात्र 28000 मा काठमाडौँ भ्यालीका लागि फ्री डेलिभरी। यति राम्रो दराज तपाईहरुले देख्न सक्नुहुन्छ, 6 बाइ 6 को साइजमा हेर्नुस् त यति राम्रो स्तूपा दराज छ यो, जुन तपाईहरुले काठमाडौँ भ्यालीका लागि फ्री डेलिभरीका साथ मात्र 36000 रुपैयाँमा पाउन सक्नुहुन्छ। तपाईहरुलाई कपडा धेरै छ, धेरै राख्नको लागि हेर्नुस् त यति राम्रो यो दराज 3 पिसमा सिसौको काठमा बनेको यो दराज तपाईले देख्न सक्नुहुन्छ। 6 बाइ 6 को साइजमा ग्लोबल फर्निचर हबले तपाईहरुलाई मात्र 45000 मा लिएर आइसकेको छ। बिल्कुलै नयाँ मोडेलको यो सोकेस दराज जुन तपाईले देख्न सक्नुहुन्छ, ड्रेसिङको लागि एकदमै राम्रो स्पेस छ। 6 बाइ 6.5 को साइजमा रहेको यो सिसौको काठमा बनेको यो दराज ग्लोबल फर्निचर हबले मात्र 62000 मा लिएर आएको छ। हामीसँग तपाईहरुले 2 पिसमा दराज देख्न सक्नुहुन्छ। यो दराज ग्लोबल फर्निचर हबले मात्र 20000 मा लिएर आएको छ। अर्को यो सिसौको काठमा बनेको 2 पिस दराज मात्र 27000 मा लिएर आएको छ। यो 6 बाइ 6 को साइजमा रहेको यो 3 पिस दराज तपाईहरुले 36000 मा पाउनुहुन्छ भने अर्को हेर्नुस् त यो सिसौको काठमा बनेको यो फुलबुट्टे दराज कति राम्रो छ। 4 बाइ 6 को साइजमा तपाईहरुले ग्लोबल फर्निचर हबमा
मात्र 38,000 मा पाउनुहुन्छ। तपाईहरुले ग्लोबल फर्निचर हबमा हेर्नुस् त कति राम्रा दराजहरु टन्नै स्टकमा रहेका छन्। तपाईहरुले देख्न सक्नुहुन्छ टु पिसका दराजहरु टन्नै छन् हामीसँग। तपाईहरु लिन चाहनुहुन्छ भने कल गरिहाल्नुस् छानेर रोजेर। त्यसैगरी अर्को नयाँ मोडेलको हेर्नुस् त यति राम्रो फुलबुटे दराज सिसौको काठको बुट्टा यो, जसलाई 6 बाइ 6.5 को साइजमा हामीले तयार पारेका छौं। एकदमै राम्रो छ, च्यानल गरेर छ। ह्यान्डल हेर्नुस् यति राम्रो छ, झुन्डिदा पनि नआउने, एकदमै बलियो। सिसा त्यस्तै एकदमै राम्रो छ। सजावटको सामान राख्न मिल्ने यो दराज ग्लोबल फर्निचर हबले मात्र 65,000 मा लिएर आइसकेको छ भने अर्को यो 6 बाइ 6 को साइजमा रहेको हाइड्रोलिक कब्जावाला दराज जुन तपाईले देख्न सक्नुहुन्छ, डबल सेप छ, एकदमै राम्रो, एकदमै बलियो। तपाईलाई मात्र 42,000 मा हामीले लिएर आएका छौं। विभिन्न किसिमका विभिन्न डिजाइनका दराजहरु देखाउँदै गइराखेका छौं। अहिले देख्न सक्नुहुन्छ। तपाईलाई मैले भिडियोमा पुरा देखाउन सकेको छैन, त्यसको लागि माफ गरिदिनु होला। र तपाईहरु चाहिँ भिजिट गर्नु भयो भने हामीसँग भएको स्टकका यी दराजहरु राम्रा क्वालिटीका सामानहरु छानेर रोजेर लिन सक्नुहुन्छ। तपाईहरुलाई मैले 4 बाइ 6 को साइजमा रहेको तपाईहरुले देख्न सक्नुहुन्छ बेड मात्र 23,000 मा र 4 बाइ 6 को साइजमा रहेको यो अर्को पलङ स्ट्रेपमा मात्र 20,000 मा। त्यस्तै गरी अहिलेको नयाँ डिजाइनको यो 5 बाइ 6.5 को बेड हेर्नुस् त, सिसौको काठमा बनेको यो बेड एकपट्टि घर्रा हुन्छ, एकपट्टि फुल स्टोरेज हुन्छ। 5 बाइ 6.5 को साइजमा रहेको बेडको डिजाइन एकदमै राम्रो छ। मात्र 45,000 मा भ्याली भित्रलाई फ्री डेलिभरीका साथ हामीले लिएर आइसकेका। त्यस्तै गरी अर्को ल्याम्प बेड रहेको छ 5 बाइ 6.5 को साइजमा। एउटा घर्रा हुन्छ, एउटा साइड बक्स हुन्छ, फुल स्टोरेज छ। मात्र तपाईहरुले 40,000 मा भ्याली भित्रका लागि फ्री डेलिभरी पाउनुहुन्छ भने अर्को यो बेड देख्न सक्नुहुन्छ, स्ट्रेप पलङ हो, सिसौको काठमा बनेको, 16 इन्ची हाइट रहेको छ बेड, एकदमै बलियो छ बेड। मात्र तपाईहरुले 32,000 मा भ्याली भित्रका लागि फ्री होम डेलिभरीका साथ बिल्कुलै नयाँ डिजाइनको र धेरै चर्चा पाएको बेड, फ्रेम डिजाइनको यो बेड हेर्नुस् त। साइड टेबल छ, एकदमै राम्रो साइड टेबल, ल्याम्पा बत्ती बल्छ, चार्ज गर्न मिल्छ। तपाईहरु सुती मोबाइल ल्यापटप चार्ज गर्न मिल्ने यो 5 बाइ 6.5 को यो बेड ग्लोबल फर्निचर हबले 34,000 मा लिएर आएको छ भने सेम डिजाइनमा 4 बाइ 6 को साइजमा तपाईहरुले 22,000 मा पाउनुहुन्छ। र यही डिजाइनमा एप्पल मोडेल पनि आउँछ, जसलाई 4 बाइ 6 को साइजमा 22,000 र 5 बाइ 6.5 को साइजमा ग्लोबल फर्निचर हबले मात्र 34,000 मा लिएर आइसकेको छ। अर्को नयाँ डिजाइनको 4 बाइ 6 को साइजमा रहेको यो बेड एकदमै राम्रो छ। 4 बाइ 6 को साइजमा मात्र तपाईहरुले 21,000 मा पाउनुहुन्छ भने हेर्नुस् त, डबल खापा खुल्ने यो बेड ग्लोबल फर्निचर हबले मात्र तपाईहरुलाई 24,000 मा लिएर आएको छ। र अहिले हेर्नुस् त एकदमै चर्चा पाएको यो बेड एप्पल डिजाइन, यहाँ बत्ती बल्छ, तपाईहरुले देख्न सक्नुहुन्छ। दुईवटा खापा खुल्छ, दुईवटा घर्रा हुन्छ, मात्र 20,000 मा पाउनुहुन्छ। त्यसै गरी हेर्नुस् त अर्को यो बेड एकदमै राम्रो छ, दुईवटा खापा खुल्ने यो बेड मात्र 20,000 मा पाउनुहुन्छ भने अर्को यो बेड एकदमै राम्रो बलियो बेड हेर्नुस् त, 14 इन्ची हाइटमा रहेको छ। यो दुईवटा यस्तो राम्रो रेक्जिन छ, एकदमै बलियो यो बेड 22,500 मा पाउनुहुन्छ भने अर्को हेर्नुस् त यो चाइनिज पलङ भन्छौँ हामी यसलाई। यो पलङ तपाईहरुले मात्र 20,000 मा ग्लोबल फर्निचरमा पाउनुहुन्छ। अहिलेको समयमा एकदमै चर्चा पाएको यो एप्पल मोडेलको दराज हेर्नुस् त, 2 पिस वाला दराज हो, ग्लोबल फर्निचर हबले मात्र 17,000 मा लिएर आएको छ भने अर्को यो दराज देख्न सक्नुहुन्छ तपाईहरुले 20,000 मा। अर्को यो दराज देख्न सक्नुहुन्छ मात्र 24,000 मा। त्यस्तै गरी अर्को हेर्नुस् त यो प्यारोट डिजाइनको यो 2 पिसको दराज मात्र 17,000 मै पाउनुहुन्छ भने हाम्रो भगवान गौतम बुद्ध रहनु भएको यो दराज हेर्नुस् त, यति राम्रो प्रिन्टेड पिक्चर छ, तपाईहरुले 23,000 मा ग्लोबल फर्निचर हबमा पाउनुहुन्छ। तपाईहरुले चाहिँ ग्लोबल फर्निचर हबमा विभिन्न डिजाइनका दराजहरु देख्न सक्नुहुन्छ। तपाईहरुले ग्लोबल फर्निचर हबमा हेर्नुस् त एकदमै राम्रा म्याट्रेसहरु, राम्रा क्वालिटीका र कलरका एकदमै राम्रो डिजाइनमा रहेको म्याट्रेस बोन्डेड स्प्रिङ र क्वायरमा ग्लोबल फर्निचर हबमा उपलब्ध छ भने अर्को हेर्नुस् त यो जुत्ता र्याक, तपाईहरुलाई घरमा जुत्ता छरपस्ट छन् राख्नको लागि आवश्यकता छ भने हेर्नुस् त यति राम्रो जुत्ता र्याक छ, मात्र 12,000 मा यो जुत्ता र्याक पाउनुहुन्छ। र अर्को हेर्नुस् त यो फुलबुटे दराज छ, तपाईले मात्र 17,000 मा पाउनुहुन्छ। यो माथिको यो भाडा राख्नको लागि युज गरिने यो दराज, बुक पनि राख्न सक्नुहुन्छ तपाईहरुले। यसलाई ग्लोबल फर्निचर हबले मात्र 8,500 मा लिएर आएको छ। 4 कुर्सीमा रहेको चिलाउनेको काठबाट बनेको डाइनिङ टेबल मात्र तपाईहरुले 15,000 मा 5 वर्ष वारेन्टीका साथ काठमाडौँ भ्याली भित्र फ्री डेलिभरीका साथ वनस्थलीको ग्लोबल फर्निचर हबमा पाउन सक्नुहुन्छ। र अर्को पछाडी रहेको हेर्नुस् त यो मयूर डिजाइनको दराज रहेको छ, मात्र 13,000 मा फ्री डेलिभरीका साथ पाउनुहुन्छ भने अर्को सोकेस डिजाइनको यो दराज हेर्नुस् त, ओभल मिररमा एकदमै बलियो दराज
मात्र 24,000 मा तपाईहरुले पाउनुहुन्छ। हामीसँग तपाईहरुले देख्न सक्नुहुन्छ हेर्नुस् त टन्नै डाइनिङहरु रहेका छन्, विभिन्न क्वालिटीका विभिन्न साइजका फनन्न घुम्ने 4 कुर्सीको डाइनिङ सेट मात्र 30,000 मा। 6 कुर्सीको हेर्नुस् त 4 पाटेमा यो डाइनिङ सेट तपाईहरुले मात्र 40,000 मा। यो 4 पाटेमा रहेको यो डाइनिङ सेट मात्र 30,000 मा। 6 कुर्सीको यो अहिले बिल्कुलै नयाँ डिजाइनको चेयरको मोडल रहेका छौं हामीले ओभल शेपमा। तपाईहरुले यसलाई मात्र 45,000 मा पाउनुहुन्छ भने यो गोलोमा 6 कुर्सीको डाइनिङ टेबल नयाँ डिजाइनको चेयरको साथमा ग्लोबल फर्निचर हबले 42,000 मा लिएर आएको छ र चारै कुर्सीमा हेर्नुस् त यति राम्रो डाइनिङ टेबल छ। तपाईहरुले यो डाइनिङ टेबल 38,000 मा काठमाडौँ भ्यालीका लागि फ्री डेलिभरीका साथ पाउनुहुन्छ। अहिले बजारमा एकदमै चर्चा एकदमै राम्रो चलेको हेर्नुस् त यति राम्रो चेयर। हामीले चेयरमा पनि यस्तो रेक्जिन र्याप गरेका छौं, एकदमै बलियो यो सामान। 4 कुर्सीमा सिसौको काठमा बनेको डाइनिङ टेबल ग्लोबल फर्निचर हबले 45,000 मा लिएर आएको छ। त्यस्तै गरी हेर्नुस् त ओभल डिजाइनमा एकदमै धेरै चल्ने यो डाइनिङ टेबल ग्लोबल फर्निचर हबले मात्र तपाईहरुलाई 32,000 मा लिएर आएको छ। र तपाईहरुले हामीसँग टन्नै सोफाहरु देख्न सक्नुहुन्छ। अहिले मैले भिडियोमा थोरै देखाए, यहाँ स्पेस पनि कमी छ हामीसँग। तपाईहरु हाम्रो फ्याक्ट्रीसम्मै भिजिट गरेर सोफाहरु चाहिँ लिन सक्नुहुन्छ। आज मैले तपाईहरुलाई ग्लोबल फर्निचर हबबाट सम्पूर्ण सामानहरु त देखाउन सकिन, तर पनि जति सकेको देखाएको छु। जुन तपाईहरुलाई कतिको मन पर्छ, कतिको आवश्यकता छ, आवश्यकता अनुसार लिन सक्नुहुन्छ। कस्तो लाग्यो भिडियो, सल्लाह सुझाव दिनु होला।